हेलो नमस्कार सम्पूर्णलाई। हाम्रो यहाँ दिदीहरू चाहिँ मटर कोसा टिप्दै हुनुहुन्छ। आज म चाहिँ धनकुटा जिल्लाको यो सिद्धुवामा आएको छु। हाम्रो यो कृषि प्रधान देशमा अहिले कृषि सबै हटिसकेको छ। दिदीहरूले चाहिँ सामान्य यसो मटर सटर अहिले के हुँदैछ दिदी? यहाँनिर मटर भइरहेछ है। दिदीको नाम के छ भन्नु त? नाम के छ तपाईँको? मेरो मुना तामाङ। मुना तामाङ। अहिले यो सिजनमा मटरको कोसा मात्रै हुने हो? अहिले यो सिजनमा मटरको छ अनि अब त्यसै गरी असार लागेपछि चाहिँ हजुर आलु निकाल्ने सिजन हुन्छ। ए ठिक छ। अहिले आलु पनि गोड्ने धमाधम भइरहेछ है। अहिले काउली बन्दाहरू छैन। अहिले काउली बन्दाहरू छैन। अहिले बिउ राख्ने धमाधम भइरहेछ। ठिक। दिदी उहाँ तपाईँको नाम चाहिँ के छ भन्नुहोस् त? नाम पनि मुनै भन्छ। मुनै। तपाईँ पनि तामाङै हुनुहुन्छ? हैन, म राई हो। ए राई हुनुहुन्छ है। हाम्रो यहाँ सानो बहिनी पनि मटर कोसा टिप्दै हुनुहुन्छ। बहिनीको नाम चाहिँ के छ भन्नु त? मनिषा तामाङ। मनिषा तामाङ। कति कक्षामा पढ्दै हुनुहुन्छ? म 8मा। 8 कक्षामा है। अहिले अब परीक्षा सकेर एकदम फुर्सदको समय होला होइन? कुन स्कुल पढ्नुहुन्छ नि? ए यहीँनिर सरस्वती माध्यमिक विद्यालय पढ्नुहुन्छ? ल ठिक छ। कति मेहनती हुनुहुँदो रहेछ है। पढाइको काम बाहेक के अरे बाहेक यहाँनिर पनि गर्नुहुन्छ? खेती किसानीमा यसो सहयोग गर्नुहुन्छ मम्मीलाई? ल ठिक छ है। अब हाम्रो पालामा त पहिला गर्थ्यौँ। अहिलेको तराईतिर केटाकेटीहरूले यसै खेती कृषि गर्दैन। तपाईँहरू जस्तोले गर्नुहुन्छ। यति राम्रो मटर कोसा छ अहिले यहाँनिर फलेको हरियो हरियो। मौसम सुक्खा भए पनि हरियो परियो चाहिँ फलि नै रहेछ। अझै यो पानीले भेटाएको थियो भने यस्तै मात्र फल्थ्यो त नि है। लटरम्मै फल्थ्यो यहाँनिर। तर पानी नभएर पनि फलेको यतिको अब पानी थोको नभए पनि हैन। जे होस् यति राम्रो हरियो मटर खान्छ। यसलाई खाएर हामीले सट्टलहरू अनि यो आलु चाहिँ कहिले हुन्छ दिदी खन्न लायक? यो असार लाग्दा। असार लाग्दा है। पानीले पिट्दा केही हुँदैन यो आलुहरू? केही हुँदैन। पानी आइदिएको भए चाहिँ राम्रो हुन्थ्यो हैन? ए हजुर हजुर। पानी नभएर चाहिँ यस्तो भइरहेछ। पानी सुक्खा भइरहेछ है। अहिले 45 रुपियाँ प्रति किलो यहाँबाट जुन उसले उठाउँछ खरिदारले है। तल हाम्रो तलतिरको त 80 90 100 नै पुग्छ दिदी। के गर्नु? बिचमा बिचौलियाले ढुवानीकर्ताले खाइ नै हाल्छ। नाम विदेश कि के भन्नुभयो? विदेश तामाङ? विदेश तामाङ। लु 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 कति कक्षामा? 1 कक्षामा पढ्नुहुन्छ होइन? विदेश हो ल है। ल अब 2मा जाने होला होइन? ल ल ल ढाकी भरि नि लाग्यो। अब यस्तै छ। यति लटरम्म फलेको छ हरियो हरियो मटरको सारो। खानालाई पनि एकदम सधैँ प्योर अर्ग्यानिक होइन दिदी। अब हो साह्रै भरिला भरिला कोसाहरू छन्। तपाईँहरूले पनि अब यसरी नै कृषिमा चाहिँ हात बढाउनु पर्यो है। हामी नेपालीहरू सबै हर कुरामा चाहिँ अरू देशमा अरूमा निर्भर छौँ। कृषिमा चाहिँ एकदमै लागिरहनु पर्यो।